यस म्यान, वाट अ मुभी। मैले चाहिँ यो मुभी धेरै अगाडिदेखि पर्खिरहेको थिएँ र फाइनली आज रिलिज भइसक्यो र मैले चाहिँ फर्स्ट डे नै यो मुभी हेरेर आइसकेँ। तेरे इश्क में। यो मुभीको स्टार्टिङमा नै अरिजित सिंहको भोइस सुन्दाखेरि चाहिँ मनमा ठण्डक मिल्छ है त। र अस्ति यो मुभीको ट्रिजर आउँदाखेरि चाहिँ धेरैजनाले राजना मुभीको सिक्वेल पार्ट 2 हो पनि भनिरहनु भएको थियो। र सबैभन्दा सुरुमा यो कुरालाई क्लियर गरौँ, हामीले राजनाको पार्ट 2 भन्दाखेरि केही फरक पर्दैन, किनभने राजनाको स्टोरी पनि यो मुभीमा बिचमा थोरै कनेक्ट गरेको पाइन्छ। राजना यो मुभी चाहिँ 2013 मा आएको धनुषको मुभी हो र यो मुभी चाहिँ म तपाईँलाई हाइली रिकमेन्ड गर्छु। अहिलेसम्म तपाईँले हेर्नु भएको छैन भने एकचोटि अवश्य हेर्नु होला। राजना मुभीमा हामीले धनुषको जति एकतर्फी माया र पागलपन देखेको थियौँ त्योभन्दा ज्यादा चाहिँ यो मुभीमा हामी देख्न सक्छौँ। आजको यो भिडियोमा चाहिँ हामी कुरा गर्छौँ यो मुभीको बारेमा। मुभी कस्तो छ, राम्रो छ, नराम्रो छ, सबै कुरा हामी यो भिडियोमा जान्नेछौँ। र कुरा गरौँ यो मुभीको मेन स्टोरीको बारेमा। स्टोरी कस्तो हुन्छ भन्दाखेरि चाहिँ हाम्रो यो मुभीको मेन हिरो धनुष शङ्कर, ऊ चाहिँ कलेजको स्टुडेन्ट्सको प्रेसिडेन्ट हुन्छ। र हाम्रो यो मुभीको मेन हिरोइन मुक्ति, ऊ चाहिँ थेसिस लेख्दै हुन्छ र त्यही थेसिस कम्प्लिट गर्नुको लागि चाहिँ कलेजमा आएको हुन्छ भाइलेन्ट। र मुक्तिले चाहिँ यसैको माथि र मुक्तिले शङ्करलाई भाइलेन्ट एङ्ग्री म्यानलाई चाहिँ नर्मल मान्छे बनाउनुको लागि चाहिँ एक्सपेरिमेन्ट गर्छ र त्यही एक्सपेरिमेन्टको क्रममा चाहिँ शङ्करले चाहिँ मुक्तिलाई एकदमै धेरै मन पराउन थाल्छ। र त्यो पछाडि के कस्तो हुन्छ, उसको इश्कमा उसले के गर्छ, त्यो सबै जान्नुको लागि तपाईँले मुभी हेर्नुपर्ने हुन्छ। यो मुभीमा हिरोको बाउ प्रकाश राजको पनि एक्टिङ ओभर दामी छ र धनुषको त एकदम दामी, नो डाउट्स। अहिलेसम्म धनुषको मुभीहरूमा जति पनि आइरहेछ उसले बेस्ट दिइरहेछ, यो मुभीमा पनि उसले बेस्ट दिएको छ। र यो मुभीमा एकदमै धेरै दामी एउटा हार्ट टचिङवाला डायलग छ। शंकर करे तेरे बेटा हो, तुझे भी पता चले कि इश्क में जो मर जाते हैं वो भी किसी के बेटे होते हैं। तपाईहरु पनि यो मुभी हेर्न चाहनुहुन्छ भने अहिले नै गएर हलमा हेर्न सक्नुहुनेछ। र यस्तै मुभी रिभ्यू रिकमेन्डेसनको लागि चाहिँ कुल मुभी रिभ्यूलाई फलो गर्नुहोला। धन्यवाद।